सो हाई गाइज होइन हामी चाहिँ म चाहिँ यहाँ समिता चौधरी होइन हजुरहरूले मलाई चिन्नुहुन्छ होला होइन मेरो कति फ्यान्स पनि होला फ्यान्सहरू पनि होला फ्यान्स होइन तर ठिकै छ नभए पनि होइन सो हामी चाहिँ आज पूर्वाञ्चल आएको थियौँ होइन नयाँ पूर्वाञ्चल रेस्टुरेन्ट बार खुलेको रहेछ होइन यहाँ धरान लाइन छेउमै छ होइन लाइक यहाँ आइतबारे नजिकै डिपार्टमेन्ट नजिकै छ होइन यो धरान लाइनमै छ अगाडि नै हेर्न सक्नुहुन्छ होइन एकदम राम्रो छ होइन हामी पनि अब फर्स्ट टाइम यसो आऊँ भनेर आएको हो होइन तर के भयो भन्दाखेरि हामी आधी घन्टा हामीले वेट गरिसक्यौँ क्या हाम्रो खाना अहिलेसम्म आएको छैन अनि यो चाहिँ लाइक हुन्छ नि ठिकै छ होइन नयाँ खुलेको हो होइन तर लाइक यति ढिलो चाहिँ अर्डरहरू प्लेस गर्नु भनेको चाहिँ एकदमै मलाई चाहिँ ठिक लागेन क्या लाइक टु मच अफ होइन टाइम होइन हाम्रो चाहिँ टाइम यहाँ वेस्ट भइरहेको छ होइन खाना चाहिँ कस्तो छ थाहा भएन तर हाम्रो टाइम धेरै वेस्ट भइसक्यो अरू खाएर गइसकेको छ हाम्रो चाहिँ अहिलेसम्म आएको छैन क्या खानाहरू सो यसलाई चाहिँ के भन्नु हामीलाई लाइक हुन्छ नि इग्नोर गरेको हो कि हामीलाई के गरेको आयो आयो हेर त खाना अहिले आएको छैन नानहरू आइसक्यो हामीले पिज्जा र मोमो मात्र अर्डर गरेको थियौँ होइन अहिलेसम्म हाम्रो आएको छैन सो के भन्नु अब यसलाई चाहिँ के भन्नु त्यो कुरा तपाईँहरू भन्नु है सो अब नेक्स्ट टाइमदेखि हामी चाहिँ यहाँ आउँछौँ भन्ने कुरै भएन होइन किनकि यस्तो भयो भने चाहिँ आउनु भनेको एकदम गाह्रो भयो क्या सो लाइक वाट इज दिस म्यान यो चाहिँ भएन नि त मोनिका के भन्न चाहन्छस् त यो कुरामा चाहिँ लाइक थोरै कुरामा आएको छु धन्न हामी लाइक हुन्छ नि फर्स्ट टाइम आएको यसो चेक गरेर होइन यसो हेरेर जाउँ राम्रो आयो भने नेक्स्ट टाइम पनि आउने भनेर अब हुन्छ नि त अब फर्स्ट टाइम आइसकेपछि अब राम्रो लाग्यो भने त हामी आउँछौँ नै अभियसली होइन साथीहरू पनि आउँछन् साथीहरूलाई पनि रिकमेन्ड गर्छौँ तर यहाँ चाहिँ के भयो भने आउँदै आएन अब आइरहेको छ ओ माई गड हाम्रो होइन लाइक हामीभन्दा ढिलो होइन आउने मान्छेहरूले सब गरिसकेका छन् उनीहरूलाई तर हामी होइन आधी घन्टा भइसकेको छ लाइक हामी 7 बजे यहाँ आएको मान्छे होइन अहिले 8 बज्न लाग्यो 8 बज्न लागिसक्यो 40 मिनट भइसक्यो 7:20मा आएको थियौँ 8 बज्न लागिसक्यो अब चाहिँ के भन्नु 40 मिनट त भइसकेको छ हामी पर्खेको लाइक यति साह्रो पनि पर्खाउनु चाहिँ लाइक एउटा पिज्जा खानलाई चाहिँ यति साह्रो हामी भोकै लागेर आएको मेन त मलाई त कस्तो भोक लागेको छ हौ अचम्म टु मच क्या टु मच नै भइसकेको छ मलाई यहाँ केही नभएर केचपहरू चाहिँ आइसकेको छ होइन लाइक डेकोरेसनहरू पनि एकदम राम्रो छ होइन मैले खोलिसकेँ यहाँ केचपहरू पनि आइसकेको छ अलरेडी होइन तर हाम्रो पिज्जा आएको छैन म केचप खान्छु के गर्नु त अब नदिइसकेपछि अब यस्तो ठाउँ भनेर हुँदैन नि त होइन हामीलाई नदिइसकेपछि हाम्रो अर्डर त प्लेस हुनु पऱ्यो नि त यहाँ मतलब सर्भ पऱ्यो सर्भ गरेको छैनन् केही मतलबै छैनन् अब चिज केक भनेको थिएँ चिज केक मैले खाएँ होइन मलाई चाहिँ आई डोन्ट नो मैले फर्स्ट टाइम मेरो चाहिँ फर्स्ट टाइम हो मलाई अब ट्राई गर्नु मन लागेको छ होइन कस्तो हुन्छ मलाई चाहिँ एभरेज नै लाग्यो होइन मलाई त्यति साह्रो पनि वाउ लागेन किनकि म चाहिँ व्हाइट फरेस्टको म चाहिँ व्हाइट फरेस्ट बाली हो क्या व्हाइट फरेस्टको फ्यान हो होइन मलाई व्हाइट फरेस्ट बाली अरे हो व्हाइट फरेस्ट बाली हो अरे व्हाइट फरेस्टको फ्यान हो होइन म सो मलाई त्यति टेम्पटिङ पनि लागेन भाइ हाम्रो मै पकाउन जान्छु यो मोनिका त राम्रै छ त तँलाई त कुरु ल्याइदिनु पर्ने हो त के साह्रो यो त्यही त नि पकाउनु पर्दैन नि त तर पिज्जा पनि धेरै टाइम नलाग्नु पर्ने मोमो पनि धेरै टाइम नलाग्नु पर्ने खोइ अर्कै त्यहाँ पुरानो पूर्वाञ्चलबाट पार्सल हुँदैछ क्या माइ गड टु मच म चाहिँ यो भिडियो हाल्छु है जे होस् भाइ मलाई हाल्नु मन लाग्यो क्या हाम्रो अहिलेसम्म आएको छैन पिज्जा र मोमो भनेको थियो आधी घन्टै भइसक्यो
आधी घन्टाभन्दा धेरै भइसक्यो के भन्नु भन्छ त्यही डन्नु हामीले के अर्डर गरेको छौँ भनेर पिज्जामा त म पनि भनेको थिएँ नानी अर्को केले म अर्डर लिएको मोमो पनि भनेको थिएँ अलिकति छिटै ल्याइदिइहाल्नु न अब नल्याइदिएपछि के गर्नु मम्मी पानी पनि ल्याइदियो उठेर हिँड्दा पनि मिलेन अनि अब फाइनली हाम्रो आउँछु भनौँ न 1 घन्टै भन्नु मलाई त साँच्ची भनेको यहाँ ओभर हुन्छ नि सो हामीले मिक्स भेज पिज्जा अर्डर गरेको थियौँ होइन भोलि यहाँ चाहिँ यस्तो छ मलाई चाहिँ ओभर भोक लागेको छ होइन तर यहाँ चाहिँ ओभर नराम्रो लाग्यो क्या यहाँको लोकेसन चाहिँ यही हो सर्भिस नराम्रै हो नि यो चाहिँ फर्स्ट टाइम हामी आएको अनि फर्स्ट टाइम नै यस्तो लाइक हुन्छ नि यस्तो रिभ्यू दिएका छन् कि अब के भन्नु मैले चाहिँ मेरो पर्सनल ओपिनियन दिएको हो यहाँ चाहिँ मलाई ओभर ठिक लागेन क्या स्लो लाग्यो ओभरै स्लो हो नि ओभरै चिनेर बोलायो पिज्जा चाहिँ ठिकै छ योभन्दा मिठो खाइसकेको हो हामीले मिक्स भेज पिज्जा है त्यो भाइले क्या चिन्दैन जस्तो फिल भयो बजेट फ्रेन्डली चाहिँ छैन है यो प्लेस त्यो चाहिँ हो अनि खाना पनि एभरेजै छ नट द्याट गुड 200 को हामीले यो मोमो अर्डर गरेको थियो 200 को मोमो हामी 150 होइन 130 140 को मोमो खाना छोडेर हामी यहाँ आएर 200 को चिकन स्टिम यो खाँदैछौँ हामी यत्रो सानो प्लसमा यो चाहिँ भएन सो गाइस प्लेस चाहिँ एकदम राम्रो छ होइन पछाडि वेटर आइरहेको छ फेरि अब वेटर पनि के गर्दिनँ होइन यस्तै हो कता हो बट ठाउँ चाहिँ एकदम राम्रो है एकदम राम्रो प्रिटी छ तर प्रिटी भएर मात्र हुँदैन क्या खाना पनि मिठो हुनु पर्यो सो गाइस होइन हामी यहाँबाट निस्किसक्यौँ होइन अब निस्किसक्यौँ होइन नि लाइक कति बिलायो भन्दाखेरि लेट ध्यान से देखिए प्लिज हेर्नु स्टिम मोमो चिकन स्टिम मोमोको 200 रुपियाँ एन्ड चिज केकको चाहिँ 220 पानीको चाहिँ 35 रुपियाँ ठिकै छ पानी त त्यस्तै नै हो होइन मिक्स भेजको चाहिँ 450 होइन सो एम्बियन्सहरू सबै राम्रो छ बस्ने ठाउँ सबै राम्रो छ अब हामीले सबै कुरा पनि ट्राई गरेनौँ तर हामीले जति कुरा ट्राई गऱ्यौँ त्यो चाहिँ कुरै पनि मिठो थिएन मिठै थिएन क्या लाइक हामीले त्योभन्दा बेटर होइन बेस्ट नै खाएको छौँ क्या किनकि अब यति भइसक्यो होइन पिज्जाहरू खाएको होइन प्रपरली भनौँ कि भनिनौँ हामी चाहिँ यो नयाँ ठाउँ हो होइन पूर्वाञ्चल हामीले यहाँ सोद्धाखेरि चाहिँ धरान लाइनमा खुलेको होइन पूर्वाञ्चल भेजमा बरु बेटर पाउँछ है त्यहाँभन्दा चाहिँ बेटर मोमै पाउँछ अनि प्लसमा पिज्जा चाहिँ ठिकै छ यहाँ पनि ठिकै भेजमा ठिकै छ तर यता मलाई चाहिँ जस्ट के को टेस्ट आयो भन्दा नुन खायो जस्तै नुन होइन नुन पनि खाइनँ जस्तो मलाई पिज्जामा त झन् नुन पनि नखाएको केही ससहरू छैन मिक्स भेज भनिसकेपछि आई डोन्ट नो मलाई चाहिँ त्यो मिक्स भेज पिज्जामा चाहिँ एक्सपेक्टेसन धेरै हाई छ म चिकन पिज्जा मलाई त्यति मन पर्दैन मिक्स भेज चाहिँ मलाई ओभर भेज भनेको चाहिँ मलाई भेज पिज्जा नै म खान्छु क्या लाइक चिकन चाहिँ मलाई त्यति म प्रिफर गर्दिनँ खानलाई होइन चिकन पिज्जाहरू म मिक्स भेज पिज्जा जहाँको पनि मैले ट्राई गरेको छु खनारको नि मैले खाएको छु यता खनारको पनि पहिला सुरुमा जाँदाखेरि चाहिँ ओभर मिठो पाउने होइन उहाँहरूकै हो अरे होइन यहाँ भेजको चाहिँ पूर्वाञ्चल भनेको चाहिँ उहाँको दाइको अरे अनि यताको चाहिँ नयाँ खोल्नु भएको अरे अनि उता विराटनगरमा पनि भाइको क्या यो चाहिँ भाइको अरे त्यो चाहिँ दाइको यो चाहिँ अहिले जुन खोलेको त्यो चाहिँ दाइको अरे अरू चाहिँ भाइको अरे अनि प्लसमा मैले खनारमा नि खाएको छु प्लसमा मैले पूर्वाञ्चल विराटनगरमा खाएको छैन खनारसम्ममा चाहिँ खाएको छु मैले बरु यता आइतबारेको चाहिँ बेस्ट छ होइन 299 मा 300 सम्ममा चाहिँ होइन खानेकुरा मिठो खै हामीलाई चाहिँ अब अप्ठ्यारो लाग्यो होइन तर लाइक हुन्छ नि हामीले धेरै कुरा ट्राई गरेको थिएनौँ नि त अब होइन अब उनीहरूले पनि अब धेरै ट्राई गरिनौँ तर जुन गऱ्यौँ त्यो बेसिक हो क्या लाइक सबैजनाले नै त्यो चाहिँ खान्छन् क्या रेगुलर बेसिसमै खान्छन् क्या मान्छेहरूले तर लाइक हुन्छ नि आई नो के भनौँ मलाई चाहिँ एकदम प्राइस पनि एकदम प्राइसी छ होइन प्लसमा सर्भ गर्दा पनि यति स्लो सर्भिङ छ नि उनीहरूको मलाई चाहिँ एकदम ठिक लागेन क्या त्यो चाहिँ लाइक हुन्छ नि अब सोद्धाखेरि पनि लाइक हुन्छ नि लाइक स्टाफहरू चाहिँ राम्रै छ त्यस्तो नराम्रो छैनन् एकदम राम्रो छ नि स्टाफहरू क्यामेरा नराख्नु न यस्तो नै खोल्दै जाऊँ
धेरै पछि मैले भ्लग मतलब बनाइरहेको छु स्टार्ट गरेको छु होइन मलाई चाहिँ के छ भन्दाखेरि मलाई फुडहरू एक्सप्लोर गर्नु एकदम रमाइलो लाग्छ क्या मलाई एकदम मनपर्छ होइन अनि म प्रायः गरी पनि रहेको हुन्छु होइन तर गाह्रो छ ऊपर राति पनि परिसकेको छ अब भेट्यौँ भने चाहिँ खान्छौँ होइन तर पर्सनली चाहिँ होइन बजेट एकदम त्यहाँ जाँदाखेरि चाहिँ पुरै हुन्छ नि पैसाको टेन्सन नलिएर जाँदा मात्र ठिक हो होइन सोच्दाखेरि पैसा होइन पैसाको लाइक हुन्छ नि लाइक जे पनि खाँदा हुन्छ पैसा त टन्नै छ बोकेर गयो भने हुन्छ होइन तर खाना चाहिँ माइ गॉड नट गुड एट अल मलाई चाहिँ ठिक लागेन यसरी हेर्दै हुन्छ बल्कि अलिक लाइट भन्छ नि यसरी हेर्दै हुन्छ समितालाई कुनै आयो भनेर हिरोइन आएको म अरे क्या तर आई डोन्ट नो एकदम घटिया एक्सपिरियन्समा मैले 905 रुपियाँ मेरो खर्च गरेको छु होइन लगभग 1000 रुपियाँ मैले खर्च गरेको छु त्यो नि के भन्नु मैले लाइक हुन्छ नि मलाई चित्तै बुझेन क्या त्यो त्यसमा पैसा खर्च गर्नु भनेर मैले केही नयाँ कुरा खाएको भए पनि मेरो चित्त बुझ्थ्यो ठिक छ मैले त्यो चिज केक खाएँ नि त मैले नयाँ कुरा खाएँ 220 रुपियाँ ठिक छ तर 220 राम 220 रुपियाँ चाहिँ के खोलेको हो क्या त्यो चिज पिज्जाको अचम्म लाग्छ मलाई त साँच्चै भनेको यो अचेल नि अब हामीले खाना पनि नखाँदा हुन्छ जस्तो फिल भयो क्या किन भन्नु न अब खाना खायो भने त्यति रेन्जमा छन् होइन अब मान्छेलाई कहिलेकाहीँ खाना खानु मन लाग्छ होइन अब अनि लाइक मैले खाना खाएँ भने होइन त्यति पैसा तिरेर मैले खाएँ भने होइन मलाई पस्छ त मलाई डाइजेस्ट हुन्छ त नो हुँदैन मलाई त्यही भइरहेको छ अहिले मलाई डाइजेस्ट हुन्छ त त्यो खाना नो मलाई हुँदैन झन्डै यताबाट अनि त्यस पछाडि अरू कुराहरू पनि ट्राई गर्दाखेरि लाइक ठाउँमा चाहिँ के छ भन्दा बेसिक भनेको मोमो खान्छ नि त मोमो पनि मलाई चाहिँ हातले बनाएको जस्तो लागेन है हातले नभएन पनि त सिल गरेको मोमो हुन्छ नि के भन्छ त्यसलाई जे भने पनि अनि त्यो लाइक रेडिमेड मोमो त्यो पनि मिठै पाउँछ आजकल त त्यो त अब हामी गोर्खामै खाइहाल्थ्यौँ नि चिकन मोमो भन्दा बढी भेज मोमो फिल भयो क्या मलाई त अनि प्लसमा साइजमा पनि यत्रो सानो छ लाइक गाइज 200 रुपियाँ तिर्दैछु म त्यो मोमोको लागि लाइक 200 इज नट अ लाइक हुन्छ नि थोरै पैसा फर मी द्याट इज बिग अमाउन्ट अफ मनी त्यही पनि मोमोको लागि त्यही त मोमोको लागि म त 100 रुपियाँमा हाम्रो कलेज छेउमै 100 रुपियाँको मोमो ओभर बबाल मिठो हुन्छ क्या लाइक अचार त झन् के कुरा गर्नु क्याफे स्टेडियम सुषमा गोदावरी कलेज छेउमै छ है यो चाहिँ अनि लाइक तर जुन ठाउँको जति हुनुपर्ने त्यति छैन लाइक 150 भएको भए पनि लाइक हुन्छ नि एडजस्टिङ नै सुनिन्थ्यो क्या लाइक ठिकै छ भन्ने मलाई चाहिँ फिल हुन्थ्यो तर 200 क्यान यु बिलिभ इट 200 रुपिज एउटा लाइक त्यो मोमोको एन्ड लाइक साइज पनि यत्रो सानो क्वान्टिटीमा के भन्नु लाइक हामीले गनिनौँ है तर ठिकै छ गाइज होइन म चाहिँ के भन्छु भन्दाखेरि नेपालीको हामीले ट्रेड त युजै गरिनौँ के मोमै गरिनौँ मोमो नै गरिनौँ होइन तर ठिकै छ होइन यस्तै हो होइन अब लो बजेट लिएर त हामी गयौँ नै तर लो बजेट पनि हामी त जान्छौँ भन्ने लाइक होइन क्या मेन कुरा चाहिँ हामी अर्कै ठाउँ गएको हो तर जान्छौँ हामीले आज कति बजी बाहिर निस्क्यौँ नि त हामी देख्यौँ अनि त्यसलाई जाउँ त एउटा सफारीवाला अङ्कलले पनि हामीलाई ओभर मिठो पाउँछ जाऊ भन्नुभयो क्या मेन चाहिँ हामीलाई त्यो भनेर हामी लाइक हुन्छ नि ठिक छ बजेट फ्रेन्डली नै होला भनेर पनि म गएँ होइन प्लसमा यसले पनि हामी डिस्कस नै गरेर कतिचोटि सोचेरै गएको हो तर लाइक हुन्छ नि वी रिग्रेट इट भेरी मच लाइक म त मेरो बोनले पनि रिग्रेट गरिरहेको छु ओभरै लाइक बरु द इट्रीमा गएको भए त्यहाँभन्दा मिठो मोमो मैले खान्थेँ तर ठिकै छ है मैले तपाईँलाई 4-5 ठाउँको कुरा म भनिरहेको छु हामी त यस्तो मेनु पल्ट नि जाउँ त इट्री त्यहाँ त कति मिठो पाउँछ मिठो पाउँछ अनि आई डोन्ट नो धेरै प्राइसी लाग्यो क्या मलाई चाहिँ पर्सनल धेरै प्राइसी इफ तपाईँ जानुभयो भने पनि होइन एकचोटि ट्राई गर्दा पनि केही जाँदैन ट्राई गर्नुभयो भने पनि पैसा चाहिँ लाइक हुन्छ नि टन्नै नै बोकेर जानुपर्छ त्यहाँ जाँदाखेरि सो त्यति नै हो होइन अब आजको भिडियो यही इन्ड गरौँ होइन
तपाईँलाई भिडियो के कस्तो लाग्यो होइन एन्ड इफ मेरो भिडियो होइन कोही अब लाइक कतिजना त मभन्दा अगाडि नै गइसकेको होला अब कतिजनालाई इभन मिठो पनि लागेको होला होइन त्यो खाना प्लिज कमेन्ट गरेर चाहिँ मिठो लाग्यो के चाहिँ मिठो छ भनेर मलाई भन्नु होइन इफ त्यहाँको लाइक हुन्छ नि 100 भन्दा धेरै लाइक पुग्यो भने म फेरि जान्छु क्या त्यहाँ खाना खान अनि प्लिज कमेन्ट पनि गरिदिनु होला यो चाहिँ मिठो छ भनेर म त्यही खान जान्छु म गर्छु क्या लाइक हुन्छ नि लाइक त्यो पैसाको गर्दा हामी त्यहाँ जान्छौँ जस्तो हामीलाई लागेन तर लाइक हुन्छ नि त ठिकै छ अब यही हो होइन तर इफ लाइक राम्रो भ्युज आयो भने होइन म फुड भ्लगिङ चाहिँ म गर्छु क्या मलाई बरु लाइक हुन्छ नि गर्नु मन लाग्छ मलाई कस्तो लाज पनि लाग्छ फुड भ्लगिङहरू गर्न अलिक टु साई होइन फुड भ्लगिङहरू गर्नका लागि बोल्नका लागि तर म चाहिँ खाना चाहिँ अब त्यस्तो लाज लाग्ने होइन तर क्यामेरा खोलेपछि हल्का कन्सियस हुन्छ क्यामेरा साई भन्दा पनि हुन्छ म त क्यामेरा मतलब त्यति साह्रो बोल्न चाहिँ यतिकै बोल्यो भने चाहिँ त्यस्तो साई छुइनँ कि तर अब हुन्छ नि त्यति बेला चाहिँ आयो क्यामेराकै अगाडि खानु पर्ने अनि मान्छेहरू धेरै हुन्छन् होइन अनि त्यसको लाइक हुन्छ नि रिभ्यू पनि दिनुपर्ने होइन त्यो चाहिँ अलिक मेरो लागि होइन अलिक नयाँ कुरा हो तर इफ तर यो भिडियोमा चाहिँ भ्यू अलिक बढी आयो भने होइन लाइक्सहरू आयो भने चाहिँ म फुड ब्लगिङ चाहिँ स्टार्ट गर्नेवाला छु लाइक द्याट्स अल गाइज होइन फुड ब्लगिङमा चाहिँ साइडमा चाहिँ म हुनेछु होइन फुड ब्लगिङ स्टार्ट गर्छु सो गाइज धेरैभन्दा धेरै माया देखाउनु होला अब चाहिँ हामी यहाँबाट धेरैभन्दा धेरै माया देखाउनु अनि द्याट्स अल बाई गुड नाइट